ओके न्यू प्रोजेक्ट बनाऊ अनि सिक्वेन्स बनाऊ है त। प्रिमियर खोल्ने बित्तिकै हजुरले यसरी यतापट्टि यो देख्नुहुन्छ है। यहाँनिर न्यू प्रोजेक्टमा क्लिक गर्नु होला। यो प्रिमियर प्रो 2023 हो है। यसरी आउँछ। तपाईको प्रोजेक्ट लोकेसन यहाँनिर देखिरहेको छ है। मेरो चाहिँ डेस्कटपमा छ। नाम दिनु होला। मैले चाहिँ अक्टोबर 5 भनेर लेखे OCT 5 अनि क्रिएटमा क्लिक गर्नु होला यहाँनिर है। यसरी हजुरको न्यू प्रोजेक्ट आउँछ है त। अब सिक्वेन्स सेटिङ गरौँ है त। फाइलमा जाने न्यू अनि यहाँनिर सिक्वेन्स छ अथवा तपाईं सर्टकट की कन्ट्रोल+ यान गरे पनि हुन्छ है। सिक्वेन्समा क्लिक गर्ने। यहाँनिर सेटिङ देखिराख्नु भएको छ। सेटिङमा जाने है। यहाँनिर फ्रेम साइज देखिराख्नु भएको छ है। फ्रेम साइजमा हजुरले यदि टिकटकको लागि अथवा युट्युब सर्ट्सको लागि भिडियो बनाउँदै हुनुहुन्छ भने चाहिँ यहाँनिर चेन्ज गर्नुपर्ने हुन्छ है। वाइड स्क्रिन नै हो भने तपाईले यतिकै छोड्न सक्नुहुन्छ। जस्तै हामी चाहिँ टिकटकको लागि अथवा युट्युब सर्ट्सको लागि बनाऊ है त। यहाँनिर ठ्याक्कै उल्टो गरिदिने है। यसलाई 1080 अगाडि 1920 पछाडि है। अनि यहाँनिर पिक्सल एस्पेक्ट रेशियोमा चाहिँ 1.0 यो टिक गरिदिनु होला है। त्यसपछि तलपट्टि ओके लेखेको हुन्छ अथवा इन्टर गर्दै पनि हुन्छ है त। यसरी हजुरको चाहिँ यहाँनिर सिक्वेन्स देखिराख्नु भएको छ। त्यो चाहिँ भर्टिकलमा आएको छ है। यहाँनिर आएर हेर्नुभयो भने चाहिँ प्रोजेक्टमा तपाईको सिक्वेन्स देखिसकेको हुन्छ है। सिक्वेन्स 01